सरकार सफल हुने असफल हुने भन्ने कुरा चाहिँ प्रतिपक्षको कुरा सुन्ने कि नसुन्ने भन्ने कुराले निर्धारण गर्छ जस्तो मलाई लाग्छ। किन जानकी मन्दिर अगाडि हाम्रा श्रमदाताहरूमाथि दुर्व्यवहार भयो, त्यहाँ कुटपिट भयो, त्यहाँ त्यसरी चाहिँ गुन्डागर्दी देखाउने व्यक्तिहरूलाई सरकारले कारबाही गर्नुपर्छ कि सरकारको अथवा सरकारी पक्षको पनि संलग्नता छ भने हाम्रो संलग्नता छ भनेर भनिदिनु पर्यो, होइन? वी वान्ट द एन्सर। होइन भने त्यसरी तपाईँको एउटा नागरिकलाई नेपालमा है तपाईँको कहीँ कतै घुम्न डुल्न निषेध गर्ने तपाईँको चाहिँ छुट कसैलाई छैन। हिन्दू सम्राट सेना यो कस्तो सेना हो? यो नेपाली सेनाको समानान्तर सेना हो या कस्तो खालको सेना हो? यो सेनाको बारेमा सरकारले खोज गरोस् र सेना नामको समूह जे जति छन् तिनीहरूलाई सबैलाई निषेध गरोस् भनेर भन्न चाहन्छु। अन्यथा अरू कसले सेना बनाउन पाउने हो? त्यो सेना बनाउने पाउने सुविधाहरूलाई पनि दिने हो कि त? होइन भने त्यो अनुमति कसैलाई हुँदैन। त्यसतर्फ सरकारले ध्यान दिनुपर्छ। सप्लाई चेन के भएर ब्रेक हुन्छ? सप्लायरलाई पैसा किन पठाउँदैनौ? त्यो बिचमा कसैले त्यो पैसा चलाइदिन्छ कि क्या हो? यदि चलाइदिन्छ भने सरकारले भन्नु पर्यो यसले चलाउँछ भनेर। होइन भनेदेखि के अरे नेपाली जनताले त पैसा तिरेर चलाएको हुन्छ। अनि पैसा चाहिँ तपाईँको चाहिँ के अरे छ, उठाएको छ, तर उता सप्लायरलाई नपठाएर सप्लायरले नपठाएको हो कि जस्तो चाहिँ मलाई लागिरहेको छ। त्यो बिचमा कहीँ न कहीँ तपाईँको चाहिँ त्यहाँ पैसा पहिलाको त्यो होइन पुरानो चाहिँ बाँकी तिर्नु अनि हामी पैसा के अरे तेल पठाउँछौँ, ग्यास पठाउँछौँ भन्ने खालको स्थिति जस्तो मलाई चाहिँ लाग्छ। यो कुरा के हो यसलाई चाहिँ नि स्पष्ट पार्नुपर्छ भन्ने पनि अनुरोध गर्न चाहन्छु। सहकारी पीडितहरूको पैसा फिर्ता गर्नुपर्छ सरकारले, होइन? सरकारले कसले तपाईँको चाहिँ नि के अरे ठगी गरे हो ती ठगी गरेका मान्छेहरूको जाजेथाबाट असुलेर तुरुन्त फिर्ता गर्नुपर्छ। माइती घरमा जहिले हजारौँ सङ्ख्यामा पीडितहरू आएर तपाईँको चाहिँ के अरे आन्दोलन गरिराख्नु नपरोस् भन्ने अनुरोध गर्न चाहन्छु। लाभले बिलाभ हुने खालको हामी सबैले हाम्रो सुविधाको 50-50 हजार निकालेर एउटा त्यो राहत कोष बनाउँदाखेरि 1,37,00,000 समथिङ हुने रहेछ। त्यो बनाउनु पर्छ कि जस्तो लागेको छ।